के छ ओ दोस्त कोरियातिर नि यता आएर फेरि दामी आमा दादा दियो अलिक सेन्टीमा छु म अहिले चाहिँ तर थाहा छैन फेरि कुन चाहिँको पेन्टीमा म सबैजनालाई दर्शन सबैजना सन्चै हुनुहुन्छ होला नि किचन सिचन केही जान्दिनँ नि खुरुको कुखुरा मासुले भन्यो बिचरा अब के लालिका गेम हेरेको फुटबल लभर भनेको हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी चाहिँ होइन एसी पार्क आएको कतारको। आज चाहिँ मेरो साथीहरू पनि आएको छ होइन एसी पार्कमा। साथीहरू चाहिँ मैले टाढैबाट भेटिसकेँ होइन। साथीहरू चाहिँ कहाँ छ भने म देखाउँदैछु, वेट गरिरहेको रहेछ। लेट्स सी के हुन्छ। ओहो आज हाम्रो गाउँकै भाइको भेट्यो त के छ भाइ कता कुवेततिर गएको छ भन्दै यार के छ ओ दोस्त कोरियातिर नि यता आएर फेरि के छ दाइ? एकदम ठिक छ है मेरो हाम्रो दाइहरू चाहिँ यता आइपुग्नु भएको छैन। के छ ठिक छ दाइ, ठिक छ। ह्यापी न्यू इयर। सेम टु यु, सबैजनालाई ह्यापी न्यू इयर। भाइ अब इन्जोय गर्नुपर्ने छ। लास्ट गोल मात्रै भेटेको थिएन सबैजनालाई भेट्यो होइन, खुसी लाग्यो। अब इन्जोय गर्नुपर्छ है, इन्जोय गर्नु। कता घुम्न जाने हो भन्नु पर्यो ल। आज हामी धेरै दिनपछि भेट भएको दाइहरू होइन। अनि ल अब कहाँसम्म जाने हो घुम्न? अब अब सबजना एकचोटि आज हामी एसी पार्कतिर आइपुग्यौँ ल। हामी बाटो सायद बाटो बिर्सेर हो कि जानी आउँछ आइपुग्यो फेरि ल। आज कति दिनमा हामी पनि निस्केको, गाउँले भाइहरू पनि भेट भयो हो, रमाइलो लाग्यो यार। ओके यो पछि के हुन्छ लेट्स सी। यता फेरि हाम्रो दाइहरूको टिकटक हेर्नु ल। यता टिकटक डान्स पनि है। बस दामी आमा दादा दियो आमा दादा डान्सर हो के हो? आमा खतरा ल। दामी डान्स है दामी। हाम्रो एकजना साथी चाहिँ किन हो सेन्टी छ हो हाम्रो सर। किन आज सेन्टी के भयो रे? फोटो हान्नुपर्ने हो? हजुर फोटो हालिदिनु पर्ने भयो। ए फोटो नहान्दै सेन्टी भएको? अलिक सेन्टीमा छु म अहिले चाहिँ तर थाहा छैन फेरि कुन चाहिँको पेन्टीमा म धेरै बेर वेट गर्दा पनि साथीहरू नआएपछि चाहिँ होइन म चाहिँ मेरो स्टाइल देखाउँदै बसेको। धेरै गाह्रो हुँदो रहेछ, पहिलाको जस्तो अब सजिलो नहुँदो रहेछ स्टाइल देखाउनु पनि होइन। अब चाहिँ गाह्रो हुँदो रहेछ कि। वाउ फाइनली धेरै दिनपछि किको फानेको। एकदमै धेरै गाह्रो हुँदो रहेछ, अब नसकिने रहेछ होइन। अब बुढेसकालले छ यता हाम्रो दाइ यता सबै सामान लिएर आएको। अझै पनि अरू साथीहरू आएको छैन। साथीहरू कतिखेर आइपुग्छ भन्नेमा हो। भुजन दाइ रुनु मात्रै सकेको छैन होइन आज। अब चाहिँ लगभग हाम्रो साथीहरू चाहिँ आइसकेको अवस्था होइन। कतिजना आएको छ अरे दाइ? निन्द्रा लागिसक्यो होइन वेटिङ गर्दा यार 10 बजे रुम पुग्नुपर्ने भनेको 10 बजेसम्म यहीँ छौँ। गाह्रो छ लागिसक्यो यार। यता हुनुहुन्छ हाम्रो साथीहरू चाहिँ। धेरै दिन भइसक्यो घुमेको, सुत्नु पाएको छैन, निन्द्रा लागिसक्यो। यता पनि हाम्रो यता फेरि बाटो त होइन लगभग साथीहरू पनि आइसक्नु भएछ। हेलो सबैजनालाई दर्शन सबैजना सन्चै हुनुहुन्छ होला नि? सेम टु यु।
ल हाम्रो साथीहरू आइसक्नु भएछ होइन के छ ह्याप्पी न्यू इयर सबैलाई हामी चाहिँ अहिले चाहिँ हामी कतारमा छौँ हाल होइन अहिले एसी पार्क आइरहेको छौँ ल ठिक छ थ्याङ्क यू होइन सबैजनालाई सपोर्ट गरिदिनु पऱ्यो है ल रमाइलो हुनेवालामा छ अब घुम्न जानुपर्छ है सबैजना सरी अहिले चाहिँ हामी सबजना भेला भइसक्यो होइन करिना है करिना होइन तिमीलाई खतरा टिकटकर हो तेरो खतरा खुनखार टिकटकर हो मैले देखेँ केहीमा आउँदैन सिर्फ युट्युबमा मात्र आउँछ यो ओ माय गॉड यसो सबैजना सब्स्क्राइब गरिदिनु पर्यो होइन सपोर्ट गरिदिनु पर्यो सब्स्क्राइब शेयर सबै गरिदिन्छु ल भाइ अहिले कुरा फेर्नु भएन नि अघिसम्म चाहिँ बोयफ्रेन्ड भने अहिले साथी हो भन्ने अहिले आएर त्यस्तो कुरा फेर्नु भएन नि त हो साथीहरू जोजोहरू चाहिँ खोइ यस्तो अँधिरो लास्टमा छु म त भने पुरै अँधिरो आइरहेको छ होइन लेट्स अब यसपछि के हुन्छ भने होइन यो युट्युबमा आउने हो भने चाहिँ यसमा दामी खालको उयो गर्नु पर्यो है एकदम भिडियो बनाउनु पर्यो खतरा हामी हुन्छ चाहिँ आज न्यू इयर मनाउन आएको छौँ गाइस नेपालमा छिलम कतारमा सबै कतारबाट एसी पार्कमा होइन कुशल दाई एसी पार्कबाट करुणाको एउटा छोटो सर्ट डान्स हेर्दै अझै एक दुईजना साथीहरू आउँदै हुनुहुन्छ एकदम रमाइलो हुने मलाई आउँछ गाइजहरू हेर्न सक्नुहुन्छ होइन सबैजना यता हुनुहुन्छ एकदम क्वालिटी लो छ है रात परेर एकदम लो क्वालिटीमा आइरहेको छ हाम्रो करिना मिस के छ एकदम ठिक छ फाइनली सी अरू पनि साथीहरू आइसक्नु भयो होइन ह्याप्पी न्यु इयर सबजनालाई ह्याप्पी न्यु इयर हजुर सन्चै भन्नुपर्छ एकदमै क्वालिटी देखाउन सकिरहेको छैन अरू साथीहरू आएको अवस्था हाम्रो यता दाइहरू न यहाँ त बिहान आएर फेरि मेरो बुढीको थरको परेर सालीहरू एकदम खतरा भइरहेको छ मलाई चाहिँ एक्लैलाई लाज लागिरहेको छ तिमीले जान्दछ कुरा गर्नु अब डान्स पनि हुने बेलामा छ गाइस दामी भ्यू पनि नाइट टाइममा दामी आइरहेको छ तर लाइट नपरेर हल्का केही हुँदैन फाइनली प्लास्टिक पनि चिकन डिनर भन्थ्यो के डिनर प्याकेट चिकन डिनर है हामी चाहिँ अब चिकन डिनर गर्न लागेको छौँ सब्सक्राइब गर्नु होला खतरा डिनर गर्न मन लाग्यो भने सहभागी हुनु होला एसी पार्क चिकन डिनर फ्रम एसी पार्क टुडे ओके बसु बुझ्छ प्याकुरेले कुन भाषा बुझ्छ अरे चाइनिज कोरियन सब हामी सबजनालाई ह्याप्पी न्यु इयर है लासो फ्याफु लागि के हुन्छ हेप्पी न्यु इयर उसलाई पनि निकाल मायालाई पनि ह्याप्पी न्यु इयर एकचोटि लाउडली जाओस् त ओ ह्याप्पी न्यु इयर स्लो खतरा हाँस्नु पर्यो तिमी त्यसरी हाँस्नु पर्यो अझै पनि अहिले सिद्धेको छैन होइन
एकचोटि करिना ओ करिना काम नलाग्ने हाँस्नु पर्यो क्या तिमी फेरि हाँस्नु पर्यो भनेको तर यही रक्सी चाहिँ फेरि मलाई ल ल नाउ लेट्स स्टार्ट अब चाहिँ हाम्रो डान्स सुरु भयो है त ल यता डान्स गाइस दादा ल जाओस् 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 ल फ्लान्स फ्लान्स अलाउड छ उतारै जाने हो त। ल करिना बहिनी ल दियो 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 आम्बो डान्स भने चाहिँ करिना दियो है दियो केटा हो दियो ल सबजना दियो केटा हो यो चाहिँ एकदम रातिको टाइम भएर नाचौँ न रातिको टाइम भएर होइन यता लेन्स हुन्छ गीतको साउन्ड सुनिरहेको छैन होला ल हाम्रो दाउ दाइले पनि दिनु पर्यो नि त हो फेरि कमेडी चलिरहेको जोक चलिरहेको होटलमा गएको अरे होइन अब एकजना गाउँले साथी चाहिँ अब अलिक गरिब गरिब परेको थिएछ अरे अन्त तिनजना चाहिँ अलिक पढा लेखा पनि भएको त्यो बुढो चाहिँ अलिक पढेको पनि छैन रहेछ अरे होइन अन्त तिनजनाले चाहिँ भन्यो अरे चिकन राइस ल्याइदिनुहोस् न भन्यो अरे क्या अन्त तिमी चाहिँ के खाने साथी भनेर अब साथीभाइमा अब भनेछ अरे म चाहिँ किचन सिचन केही जान्दिनँ नि खुरुको कुखुरा मासुले भन्यो बिचरा अब के गर्नु होइन अब चिकन भने चाहिँ उसले चाहिँ किचन भनेको सुनेछ नि त किचन सिचन के पनि जान्दिनँ मलाई कुखुराको मासुले भन्यो हाँसिदेऊ न हौ केटा यता वा 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 जान्दिनँ कुखुराको मासु लियो लास्टमा हेर्नु कस्तो दामी आउँछ त लगभग लगभग अब सबैजना अब छुट्ने बेला भइसकेको होइन सबैजना अब रुमरुमै होइन रुमरुमै जाने भनिराख्नु भएको छ सित्तैमा अरे हिरा तिमीलाई 5,000 दिनुभन्दा उही लैजाउ रे लगभग अब सबैजना रुम रुम जाने वातावरण हो सबैजना रुम रुम हिँड्दै हो सम्झे के छ भने हाउ आर यु म्यान I'm fine today, okay. यस्तो हो नि त हो यस्तो यस्तो खतरा हाम्रो दादा दाइलाई त फेरि छुट्टै अलगै छ स्टाइल परदेशी छ नि हामी त फेरि परदेशी हो नि त हो परदेशी खतरा छ जोक जोक्स खतरा दादा दाइको जोक्स पनि आउँदैछ है त
गाइज नयाँ नयाँ जोक्सहरू आउँदैछ रमाइलो जोक्सहरू आउँछ यो केटाको खतरा खतरा ऊ राजन उता पुऱ्याउने अरे राजन दाइजी यता पुर्याउँदै हुनुहुन्छ है सबजनाहरू अब हामी कहाँ जाने रे अब हामी आफ्नो रुमतिर अब हामी सिधै सनाया 38 राइट साइडको यात्रा रहेको छ भने अब गाडी आउँछ होलाको कुरा हो भन्ने आशामा चाहिँ हामी बस्दैछौँ अब के हुन्छ लेट्स सी हजुरहरूलाई रुम पुगेपछि पनि जानकारी हुन्छ है फेरि आमा हो 16 तिमीले नम्बर त गर्छ। ग्याङ हामी कति नम्बर हो रे 16 नम्बर ग्याङ यो खतरा 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 सबजना चाहिँ बाटो क्रस गर्दै गयो होइन बाटो क्रस गरिरहेको थ्याङ्क यू म्यान गाडी पनि रोकिदियो यता हाम्रो दिदी आफ्नो भाडामा दिइरहेको छ म यता निन्द्राले हेर निन्द्राले हावा चलिरहेको छ एकदमै मस्त खालको राति हिँड्नु पनि यस्तो दामी भइरहेको छ नाइट भिजन भनेको छु यो हो नि त हौ क्या बाबा हेलो कहाँ जाने भने अब त हामी सिधै रुम जानु पर्यो नि त हो कहाँसम्म हिँड्दै जाने रे अब हामी ठक्कै लुलुसम्म चाहिँ हिँड्दै जाने हो होइन हाम्रो यता मेरो पछि दामी हेर भनेको सुनलाई नि बिर्सिदिन्छ नि त ठुलो छैन यो त के हो डक्टर माथि हो नि त हो यस्तो धुलो कहाँ लाग्छ कतारमा आएर हिलो मिलेको ए हाम्रो टोली त अझै छुट्या छैन है रुम हिँडेको अब हामी रुम कहाँ हिँडेको कुशल रुम हिँडेको पूजन दाई मात्र हो नि त ब्लगमा बोल्ने भनेको रुम हिँडेको हामी रुम हिँडेको ल निन्द्रा लागेर हेर बिजो जाने त्यो घुक्क पनि सुत्तिने चस्मा लाएर भोलि ट्रली ठेल्न जाने कुरा गरिरहेको छु किन आज स्याट देख्दैन ब्लग अगाडि कुदेर ल यहाँ मेरो क्यामेरा इमेजको जस्तो के उता सबैजनाले ब्लक हो ब्लगमा आइरहेको हामी यस्तो जेन्जी ग्रुप है दुबई कतारमा छौँ हाम्रो हामी कहाँ हो रे चेलीबेटीहरूसित छौँ सबैसित हामीले न्यु इयर मनाएर फर्किँदैछौँ हाम्रो सबै चेलीबेटीहरू छ पछाडि दाजुहरू भाइहरू छ सबैलाई ह्याप्पी न्यु इयर है सबै जेन्जीहरूलाई चेलीबेटीहरू दाजुभाइहरू मैदानमा हामी यो त दामी रहेछ त ग्राउन्ड चाहिँ दामी छ यस्तो मौसम छ अहिले हामी यस्तो मौसममा पनि हामी सबै चेलीबेटीहरूदेखिको लिएर दाजुभाइदेखि लिएर अब पुरै न्यु इयर मनाएर फर्किँदैछौँ है ह्याप्पी न्यु इयर
गाउँको बानी नेपालको बानी चाहिँ जहाँ गयो केटाहरू नेपालीले छोड्दैन खलिबली भइरहनु कस्तो दामी ग्राउन्ड हो त हौ ग्राउन्ड हिँडेको हिँडै छ हामी चाहिँ अब आज पुग्दैन जस्तो छ रुम होइन के अब हामी आज रुम पुग्यो होला त गाइजहरू कसैलाई आज रुम 7 बजे ड्युटी जाने टाइम यात्रा जारी छ ओहो गाह्रो पर्यो बोले हामी 7 बजे चाहिँ ड्युटी जाने टाइममा रुम पुग्छौँ कि जस्तो लाग्यो चाहिँ हामी चाहिँ ह्याङ्गलितको बाटो हिँड्दैछौँ त्यो पनि सर्टकटको बाटो यता पुरा नेपालकै ग्राउन्ड अरे फुटबल ग्राउन्ड फुटबल रङ्गशाला किर्तिपुर रङ्गशाला भन्दा पनि ठुलो ग्राउन्ड छ त्यो चाहिँ सर्टकट बाटो अरे फेरि हामी यहीँ नजिकै छ सर्टकट बाटो ग्राउन्ड सकिएको छैन राजन दाइ के छ अब सायद यस्तै पाराले हिँड्नु पनि यो चौरी चाहिँ भोलि बिहान नसकेला जस्तो लाग्यो मलाई त्यही त छोडिदिइसकेँ नि मैले समाति गरी ल्याएछ केटाहरू जहाँ गयो भने होइन नेपालको बानी चाहिँ कहिले नछोड्ने भयो कहिले बिरालो टिप्दैछ कहिले के टिप्दैछ Don't lose your character. Don't. Never. चस्मा Never lose your character. Oh my God. के छ राजु दाइ आमामा सिगरेट हालेर फेरि एकचोटिको पोजमा हाल्दैन सिगरेट हाले कसरी हाले सिगरेट यो चिकट आउट बेबे भन्नु फेरि अब मडललाई छोडेर मडलले यस्तो मलाई ग्याङ गर्छौ ला हो यो चाहिँ हो यो खतरा हो राजु दाइ के छ अब ताल पनि चिया खाने जाने भोलि बिहान एकैचोटि स्क्यान गरेर भित्र छिर्ने मात्र हो। धेरै सबले हिरामणि भन्छ होइन हामी मात्र रहेछौँ सबजनालाई हामीलाई त चिन्दैन पनि रहेछ हो प्रायः है कसैले हाम्रो नाम बोलायो त चिने त बुझ्दैन त हाम्रो सबले हिरामणि भन्दा पसेर चिन्दैन कहिले नचिन्दो रहेछ नि त बोल्दाखेरि हिरामणिलाई ह्याङ्गर सेक्सनबाट निकालिदिनु है उसलाई सिधा आएर म जान्छु बरु ह्याङ्गर सेक्सनमा म जान्छु प्राइभेट खलिबली अब चर्चा के छ मोडिङ सक्छौँ कुशललाई होइन अनि अघि यहाँदेखि कहाँदेखि हिँडेको मोडिङ सक्छौँ नि हामी फेरि चोरी मैले देखाएको थियो यो अघि भर्खर होइन अघि हिँड्दै गएको चाहिँ कहाँदेखि सेलिब्रेटीहरू दोकानसम्म त पुऱ्याउनु सक्छौँ सेलिब्रेटीहरू अघि हिँड्दै गएको चाहिँ कहाँदेखि हो अब क्याम्प अगाडि यहाँदेखि हिँड्दै गएको राम भनेपछि धन्यवाद दिनुपर्छ आधी त उसले छुट्यो आज मात्रै चोरी दौडिँदै हामी रेसौँ फिरिरियो धन्यवाद है हाम्रो राजन दाइलाई चाहिँ हेर्न सक्नुहुन्छ आफ्नै पारामा अगाडि होइन हिपमा पुरा होइन भोलि आज म सुता छैन दिउँसो पनि हिजो पनि बिहान कति बजी उठेको भने 5 बजी निन्द्रा छोडेको छुट्टीमा त छ्या 2 बजी सुतेर पनि 5 बजी निन्द्रा छोड्नु भनेको त नि ओके अल द गाइज आजलाई चाहिँ हाम्रो ब्लग यति नै अब चाहिँ हामी चाहिँ छुट्टिने बेला भइसक्यो है साथीहरू पनि जाने भइसक्यो रुममा हजुरहरूलाई हाम्रो ब्लग कस्तो लाग्यो सबैजनाले लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला तपाईँहरूको नयाँ वर्ष कस्तो भयो हाम्रो चाहिँ यस्तै भयो होइन बाइ द वे सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु ओके बाई बाई